जनालाई अहिले म सिक्किमको एकदमै फेमस प्लेस तिमी टी गार्डनमा उभिराखेको छु अनि अहिले यहाँनिर चेरी ब्लोसमको सिजन भएकोले गर्दा एकदम सुन्दर देखिराखेको छ। धेरै टुरिस्टहरू आएर फोटो खिच्ने रिल्स बनाउने कुराहरू भइराखेको छ। तर केही हप्ता बाद केही महिना बादमा जब यो फुलहरू झर्दछ यसको सुन्दरता अलिक हराएको जस्तो हामीलाई लाग्दछ। तर फेरि अर्को साल जब सही समय आउँदछ फुलहरू फुल्दछ फेरि सुन्दरता फर्केर आउँदछ। हाम्रो जीवन पनि यस्तै छ। कोही बेला हामी एकदमै रमाइलो सबै कुरा मिलिराखेको खुसीको सिजनमा हुन्छौँ भनेदेखिलाई कोही बेला हामीले निराशालाई क्रिटिसिजमलाई दुःख पीडालाई सामना गर्नु पर्दै गर्दा एकदमै दुःखको सिजनबाट भएर हामी जानु पर्दछ। अनि त्यति बेला धेरै मानिसहरूलाई लाग्दछ कि मेरो जीवन अब यस्तै होला हुने रहेछ, निराशामै बित्ने रहेछ भनेर हताश निराश भइराखेको हुँदछ। तर प्रभुले हाम्रो यो निराशालाई हटाएर आशा दिन सक्नुहुन्छ, हाम्रो ऋतुलाई परिवर्तन गर्न सक्नुहुन्छ। कति बेला भन्दा जब हामी यो सिजनमा यो दुःखको पलमा पनि उहाँमा विश्वास गरेर अटल भएर बस्दछौँ। त्यसैले गर्दा आज तपाईँ पनि दुःखको सिजनबाट कतिवटा कुरा नबुझ्ने परिस्थितिमा हुनुहुन्छ भनेदेखिलाई म तपाईँलाई इन्करेज गर्न चाहन्छु। प्रभुले हरेक ऋतुमा काम गर्नुहुन्छ अनि उहाँमा नै विश्वास गर्नुहोस् अनि प्रभुले हाम्रो ऋतुलाई, तपाईँको ऋतुलाई, मेरो ऋतुलाई बदलाउनु सक्नुहुनेछ। त्यसैले गर्दा कसैले एकदमै ब्युटिफुल लाइन भन्नुभएको छ, प्रशस्ततामा नमात्तिनु अनि अभावमा नआत्तिनु। जब यो कुराहरूमा हामी ध्यान दिन्छौँ हाम्रो जीवनबाट प्रभुको महिमा हुँदछ। जय मसीह।